JLPT N5 खान्जी राइटिङको 71 नम्बर। 71 नम्बरमा हामी हाना अर्थात् फूलको खान्जी कसरी लेख्ने भन्ने सिक्नेछौँ। सबैभन्दा पहिला यसको लेख्ने तरिका हेरौँ। यो खान्जीको योमिकाता पढ्ने तरिका सामान्यतया दुईवटा छन्, हाना र खा। यसका केही शब्दहरू हेरौँ। 1 नम्बरमा हाना भनेको फूल। 2 नम्बरमा हानाबी भनेको फायरवर्क्स। हानाबीको खान्जीमा हाना र आगो अथवा हिको खान्जी छ। यसको अर्थ चाहिँ फूल जस्तै आगो बल्ने अथवा फूल जस्तै आगो देखिने हुँदाखेरि चाहिँ आगोको झिल्काहरू देखिने हुँदा चाहिँ यसलाई हानाबी भन्ने गरिन्छ। 3 नम्बरमा हानामी भनेको चाहिँ जापानमा साकुरा फुलेको हेर्ने पर्व। साकुरा फुल्ने सिजनमा चाहिँ साकुरा फुलेको ठाउँमा गएर रमाइलो गर्ने, खाने गरिन्छ। त्यसलाई हेरेर परिवारसहित गएर बस्ने गरिन्छ। त्यस्तो पर्व जस्तै मनाइन्छ। त्यसलाई हानामी भनिन्छ। 4 नम्बरमा खाबिन भनेको फूलदानी, फूल राख्ने चाहिँ बिन। 5 नम्बरमा हानाया भनेको फूलको पसल। 6 नम्बरमा खाफुन्स्यो भनेको चाहिँ फूलबाट निस्कने पोलनले गर्ने एलर्जी। फूलबाट निस्किने पोलन भनौँ न, पराग चाहिँ नाकबाट छिर्ने र त्यसले चाहिँ रुगा मर्गी ल्याउने, एलर्जी जस्तो बनाउने एक किसिमको बिरामीलाई खाफुन्स्यो भनिन्छ।